हेलो साथीहरू, गुड मर्निङ, नमस्ते झोरले। म पवित्र मगर आइसकेँ हजुरको सामु नयाँ भिडियो एन्ड भ्लग लिएर आशा छ हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशाको साथ यो भिडियो एन्ड भ्लग स्टार्ट गरेको छु साथीहरू। अनि आजको दिन सधैँ तपाईँहरूको शुभ रहोस्। दसैँको सम्पूर्णलाई दर्शकहरूलाई शुभकामना। मलाई माया गरिदिनु हुने, मलाई हेरिदिनु हुने हजुरहरूलाई पनि दसैँको धेरै धेरै शुभकामना। हाम्रो पनि गाउँमा दसैँ लागिरहेको छ, त्यही भएर दसैँको लागि तयारी गर्दैछौँ। माटोको घर उनीहरूले पोत्न खोज्दैछौँ, के गर्न खोज्दैछौँ। सो गाइस, अस्ति चाहिँ अब माटो लिएर आएको थिएँ। माटो लिएर आएपछि अब घर लिप्न पालो आउँदैछ। आज चाहिँ घर लिप्छु, यो कोठाहरू मजाले अब सफा गर्छु भन्ने सोच छ साथीहरू। स्टे ट्युन हेर्दै जाने होला। हजुरहरू पनि आफ्नो घर सरसफाइ गरेर खुसीका साथ दसैँ मनाउनु होला। वर्ष दिनको चाडपर्व सबैजना खुसीका साथ रहनु होला साथीहरू। देश विदेशमा हुने सबैजनालाई मेरो तर्फबाट आजदेखि नै बडा दसैँको धेरै धेरै शुभकामना साथीहरू। स्टे ट्युन। गाउँ घरमा दसैँ लाग्यो साथीहरू। कोठा सरसफाइ गरेर लिपपोतको कार्यक्रम हुँदैछ साथीहरू। लेट्स गो। ओके। तपाईँहरूको घर लिपिसक्नु हो? लिपिसक्नु भएको छैन भने लिप्नुहोस्। अब मैले त लिपपोत गरिसकेँ साथीहरू। आजदेखि सुरु। लेट्स गो। दसैँ इट्स कमिङ सॉन। तेरी सगाई मेरी सगाई। गाह्रो छ। मैं क्या करूं और क्या कहूं कुछ पता नहीं है। दिस इज माई आउटफिट। तेरी सगाई मेरी सगाई। घर लिपाई कार्यक्रम। गाइस, हाम्रोतिर दसैँ यसरी लागिरहेको छ। हजुरकोतिर कस्तो लागेको छ भन्नु ल। हाम्रोतिर चाहिँ दसैँ यसरी लागिरहेको छ साथीहरू। दसैँ आयो कहाँ आयो दसैँ दशा। तपाईँहरूकोतिर दसैँ कसरी लागेको छ साथीहरू? हाम्रोतिर यस्तै छ। पत्ती घर टान्ने, लिप्ने, पोत्ने, त्यसपछि मात्रै। सो साथीहरू, हामीले चाहिँ घरहरू लिपेर पोतेर पनि सकिसक्यो। भिडियो एन्ड गर्न त बिर्सेछु कि, अनि फेरि अहिले गर्दैछु। यतिखेर
आज चाहिँ यति नै सर्ट भिडियो भयो साथीहरू। आशा छ हजुरहरूले मन पराइदिनुहुन्छ भन्दै। बाई बाई साथीहरू।